हेलो साथीहरू, वेलकम माई युट्युब च्यानल। त्यस पछाडि म चाहिँ आज तपाईँहरूलाई मेरो यसो करेसाबारीहरू घुमाउन चाहन्छु। अनि म चाहिँ अहिले घरभित्र छु। अब हामी चाहिँ ट्याक्क बाहिर जाँदैछौँ। म चाहिँ ढोकाबाट बाहिर निस्केँ। यहाँ चाहिँ मेरो छोरो सुताएको छ, सुतिरहेको छ बच्चा। छाप्री बनाउने मान्छे नभएर हामीले चाहिँ तन्नाको बाँधेर बनाएको छौँ। हाई भन्यो छोरा, हाई भनिदेऊ। अनि यहाँ चाहिँ हाम्रो बुवा हुनुहुन्छ। हाम्रो बुवा चाहिँ डोको बोकेर घाँस काट्न जानु लाग्नु भएको। अब म चाहिँ तपाईँलाई आज हाम्रो घरमा चाहिँ के छ सबै कुरा देखाउन चाहन्छु। हाम्रो चाहिँ बाख्राहरू पनि छन्। एउटै बाख्राले हाम्रो 3टा पाठा पाएको। यो चाहिँ हाम्रो थोती आमाको बाख्रा, थोती बाख्रा हो। हाम्रो घरमा चाहिँ ठ्याक्कै 5वटा बाख्रा, 5वटा माउ, 4वटा माउ छ, 9वटा। अनि यहाँ चाहिँ हाम्रो गाई पनि छ। खासै दुध दिँदैनन्, पाल्न मात्र दुःख हो। हाम्रो यो गाई र यो गाई चाहिँ बिक्रीमा छ। कसैले किन्नुहुन्छ भने सिधा सम्पर्क गर्न सक्नुहुन्छ वासुदेव न्यौपानेलाई। यो गाई चाहिँ बिक्रीमा छ। यो गाईले चाहिँ टिकेर दुध दिन्छ। त्यस पछाडि म तपाईँहरूलाई चाहिँ हाम्रो तरकारीहरू देखाउन चाहँदैछु। युट्युबमा हाल्न खोजेँ। यहाँ चाहिँ मेवाको बोट छ है। फल्या चाहिँ छैन, फुल खेले चिचिला लागेर रहेछ। त्यस पछाडि यो चाहिँ राजमा हो। फल्न थालिसक्यो। यसलाई हेर्नुहोस्, गाईहरू गए के हुँदैन रहेछ, टन्नै फलेको छ। यो चाहिँ हाम्रो बुवाले 1-1.5 महिना अगाडि, 2 महिना अगाडि रोपेको हो। हाम्रो यो चाहिँ काउलीको बिरुवा बनाउनलाई चाहिँ यस्तो बनाइराखेको छ। अब यो पाकेपछि चाहिँ यसलाई चुट्नुपर्छ अनि यसको दाना बनाएर राख्नुपर्छ। यो चाहिँ पालुङ्गो हो। यो पनि हामीले फुलाएर यसको दाना बनाउनलाई फुलाएर राखिरहेको छौँ। लसुनहरू छ। यो चाहिँ सुन्तलाको बोट हो। यो मैले रोपेको सुन्तलाको बोट हो साथीहरू। यो फल्न लागेको छैन, कहिले फल्छ थाहा छैन, तर यो धेरै वर्ष भयो रोपेको चाहिँ, फेरि फल्न चाहिँ फलेको छैन। लाइहरू लागेर चाहिँ हेर्नु साथीहरू, अहिले जेमा पनि लाइ लाग्छ किन हो। अब औषधि हाल्नु पनि भएन। अब सुन्तला त आफैले खाइन्छ नि त है। यो सुप हो। फल्या चाहिँ रहन्छ, फुल मात्र फुल्या रहेछ। यहाँ चाहिँ हाम्रो भगटेको बोट छ है। भगटे फल्या पनि छ है। हेर्नु साथीहरू, देख्नुभयो होला। त्यस पछाडि लिचीहरू छन्। यसपालि चाहिँ लिचीहरूमा सबै त्यो टिके किरा बसेर चाहिँ लिचीहरू खासै फल्ला जस्तो चाहिँ छैन। त्यही पनि कति फल्छ हेर्नुहोस्, फलेपछि देखिहाल्छ होइन। यो अनि त्यस पछाडि हाम्रो सुन्तलाको बोटमा चाहिँ केले गुड पनि लगाएको रहेछ साथीहरू। तर यो चाहिँ बच्चा चाहिँ लगिसकेको रहेछ क्या हो। यो चाहिँ सुपको बोट हो। फल्या चाहिँ छैन है, अलिअलि मात्र फलेको रहेछ। तपाईँहरूले चाहिँ हेर्नु भइसक्यो होला। हाम्रो राजमा चाहिँ टन्नै फलेछ। साथीहरू, तपाईँहरूले देखिसक्नु भएको छ।
पछाडि गएर प्याजहरू पनि रोपेको छ हाम्रो। यहाँ चाहिँ ठुलो मम्मी हुनुहुन्छ हाम्रो। यिनी बुढी भइसकेको छ, उनको दाँत साँत छैन, केही पनि छैन उनको। यिनीलाई रिस उठ्यो भने बोल्दिनन्, त्यति पिर पऱ्यो। यहाँ चाहिँ फुल छ साथीहरू, ठन्डै फुल फुलेछ हाम्रो। साथीहरू अहिलेलाई चाहिँ बाई। प्लिज च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला नयाँ हुनुहुन्छ भने। अनि अब यो चाहिँ मेरो पहिलो भिडियो हो, मलाई खासै बोल्न आएन, अनि मैले सिक्नको लागि बनाएको हो यो भिडियो चाहिँ। अब म चाहिँ लगातार भिडियोहरू चाहिँ पोस्ट गर्नेछु, बिस्तारै सिकिहालिन्छ होइन साथीहरू। अनि हजुरहरूले राम्रो मानिदिनुहुन्छ भन्ने आशा गरेको छु। अन्तिममा चाहिँ मेरो छोराले हेरिरहेको रहेछ, यस्तो मस्को छ है। छोरो छोरो पुरा हात बाँधेर सुत्नुभएको छ उहाँ चाहिँ। माया ल अहिलेलाई चाहिँ यति भन्दै भ्लगलाई बन्द गरेँ है त साथीहरू।